राम भगवानको कथा हुन्छ नि, त्यहाँ हनुमानजी के हुन्छ विराजमान हुनुहुन्छ। राम भगवानको यस्तो कुनै पनि लीला, कुनै पनि कथा, कुनै पनि चरित्र, कुनै पनि गाथा छैन होला जुन हनुमानजीले जान्नु भएको छैन, हैन त? तर पनि हनुमानजी यस्तो भक्त हुनुहुन्छ कि जहाँ भगवान रामको कीर्तन हुन्छ, जहाँ भगवान रामको कथा हुन्छ, त्यहाँ श्रोताभन्दा प्रथममा हनुमानजी हुनुहुन्छ। कथामृत रसास्वादु कुशलः सौनको प्रवृत्त। कथा श्रवण त गर्ने, तर श्रवण गर्ने मान्छे कस्तो हुनुपर्छ भन्दा सौनकजी जस्तो कि कथामृत रसास्वादु कुशलः सौनको प्रवृत्त, जो आफू सर्वज्ञाता हुँदा हुँदै पनि आफूलाई अज्ञानी बनाएर जसले कथा श्रवण गर्दछ, त्यो जान्ने मान्छे पनि आफूले नजान्ने ठानेर चाहिँ के गर्छ, कथा श्रवण गर्दछ र गराउँदछ। यदि जान्ने भने आफूलाई अज्ञानी ठान्दैन, अज्ञानी ठान्दै जसले कथा श्रवण गर्छ नि उसले त केही जान्छ नि, आफू सर्वोपरि भन्ने मान्छे त केही जान्दैन, आफूलाई केही आउँदैन भन्ने सोचेर जसले कथा श्रवण गर्छ उसले बल्ल कथाबाट केही सिक्छ, कथाबाट केही जान्छ, कथा केही सारांश के गर्छ उसले प्राप्त गर्दछ। अब हाम्रो यो संसारमा के छ, मान्छेको भन्दा मान्छेको गुणको पूजा हुन्छ। मैले अघि पनि भने राम्रो गायक, राम्रो वादक, राम्रो नृत्यकारको के हुन्छ, पूजा हुन्छ। त्यही भएर सम्पूर्णमा के हुन्छ, केही न केही गुण हुन्छ।